नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइहरू, के तपाईलाई सोपान फार्मास्युटिकल्स लिमिटेडको आइपिओ पर्यो? अब यो कम्पनीको आइपिओ कहिले डिम्याट अकाउन्टमा आउला र यसको कारोबार कहिलेदेखि सुरु होला र कम्पनीले ओपनिङ प्राइस कति पाउला र आइपिओ हात पार्न सफल हुनुभएकोले कतिसम्म नाफा कमाउन सक्नुहोला भन्ने जिज्ञासा रहेको होला। यो सबै कुरा जान्नु अघि च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। यस कम्पनीले वैशाख 3 गतेदेखि वैशाख 8 गतेसम्म सर्वसाधारणका लागि 34,74,900 किता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो र भाग्यमानी 3,74,490 जना भाग्यमानी लगानीकर्ताले यस कम्पनीको सेयर हात पार्न सफल हुनुभएको छ। यस कम्पनीले वैशाख 17 गते बिहान 9 बजे आइपिओ बाँडफाँड गरेको थियो। सामान्यतः आइपिओ बाँडफाँड भएको 15 देखि 20 दिन भित्र छिटोमा डिम्याट अकाउन्टमा आउन सक्ने सम्भावना रहेको छ र ढिलोमा 20 देखि 30 दिन भित्र डिम्याट अकाउन्टमा आउन लाग्ने छ यस कम्पनीको सेयर। डिम्याट अकाउन्टमा आइसकेपछि यस कम्पनीको कारोबार हप्ता 10 दिन भित्र सुरु हुने छ। यस कम्पनीको अर्निङ पर सेयर 18 रुपैयाँ 33 पैसा रहेको छ भने नेटवर्थ पर सेयर चाहिँ 92 रुपैयाँ 95 पैसा रहेको छ। यसले ओपनिङ प्राइस भने 92 रुपैयाँ 95 पैसा 3 गुणा हुन आउने 278.85 पैसाको बीचमा हुनेछ। समाप्त यस कम्पनीको कारोबार 268 रुपैयाँ 85 पैसा हुन सक्नेछ।